रेखाजी, हाम्रो नेपाली संस्कृतिको सबैभन्दा सुन्दर पक्ष तपाईँलाई के लाग्छ? मलाई हाम्रो भाषा, वेशभूषा र पुस्तौँदेखि चलिआएको परम्परा सबैभन्दा सुन्दर लाग्छ। तपाईहरू पनि यो ब्याकग्राउन्डमा देखाए जस्तो भिडियो बनाउन चाहनुहुन्छ भने र यस्तो भिडियो तपाईँले आफ्नै फोटो राखेर कसरी बनाउने भन्ने सोच्दै हुनुहुन्छ भने यस भिडियो तपाईँहरूको लागि उपयोगी हुनेछ। यस भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ आजको यस नयाँ भिडियोको साथमा तपाईँहरू माझमा यस इनोभेसन टेक्नोलोजी च्यानल मार्फत उपस्थिति भएको छु। तपाईँहरू सर्वप्रथम यस च्यानलमा सर्वप्रथम भिडियो हेर्दै हुनुहुन्छ भने यस च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहोला, बेल आइकन थिच्नुहोला। अनि यस भिडियोबाट तपाईँहरूलाई आगामी दिनमा तपाईँले फलो गर्नुभयो भने यस च्यानलबाट आगामी दिनमा आउने यस्तै भिडियो तपाईँहरूको मोबाइलमा नोटिफिकेसन आउने गर्दछ। यस भिडियोलाई अब तपाईँहरूले यस भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। तपाईँले यस भिडियोलाई स्किप नगरी अबको विषयवस्तुतर्फ लाग्न चाहन्छु। आफ्नो ल्यापटप स्क्रिनतर्फ आइसकेको छु। तपाईँहरूले च्याट जिपिटी भनेर सर्च गर्नुपर्ने हुन्छ। भनेर सर्च गर्नु होला। त्यसपछि च्याट जिपिटी गइसकेपछि तपाईँले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। तपाईँहरूको लागि मैले अलरेडी मैले इमेज जेनेरेट गरिसकेको छु। तपाईँहरूले तपाईँहरूले आफ्नो फोटो राखेर यसरी तपाईँले पोडकास्टको लागि इमेज 16:9 रेसियोमा तपाईँहरूले यसरी फोटो जेनेरेट गर्न सक्नुहुन्छ। यति गरिसक्नु भइसकेपछि तपाईँले अर्को नेक्स्ट स्टेप के गर्नुपर्ने हुन्छ भने तपाईँले यस पोडकास्टको निम्ति तपाईँले च्याट जिपिटीलाई नै प्रोम्प्ट लेख्न दिनुपर्ने हुन्छ। तपाईँले च्याट जिपिटीलाई गएर तपाईँले यसरी राइट अ प्रोम्प्ट पोडकास्ट नेपाली कल्चर कन्भर्सेसन बोथ प्रज्वलन एन्ड रेखा वाइवा प्रोम्प्ट क्रिएट इन नेपाली ल्याङ्ग्वेज इन 8 सेकेन्ड टोटल 64 सेकेन्ड ओन्ली 8 सेकेन्ड एभ्री पार्ट प्रोम्प्ट मेक नो ओभर मेक प्रोम्प्ट भनेर मैले प्रोम्प्ट दिएको छु। यति प्रोम्प्ट दिइसकेपछि च्याट जिपिटीले प्रोम्प्ट दिनेछ। यसरी प्रोम्प्ट दिइसकेपछि तपाईँलाई च्याट जिपिटीले प्रोम्प्ट दिनेछ। यति प्रोम्प्ट क्रिएट भइसकेपछि तपाईँले जानुपर्ने हुन्छ। तपाईँले अब सर्च गर्नुहोला गुगल फ्लो सर्च गरिसक्नु भइसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नु भइसकेपछि तपाईँले यसभित्र इन्टर गर्नु भइसकेपछि तपाईँले यहाँ जानुपर्ने हुन्छ। न्यू प्रोजेक्टमा गइसक्नु भइसकेपछि तपाईँले त्यो इन्टरफेस देख्न सक्नुहुन्छ। तपाईँले भिडियो बनाउनुभन्दा अगाडि तपाईँले महत्त्वपूर्ण सेटिङहरूलाई अपडेट गर्नुपर्ने हुन्छ। तपाईँले यस तल देख्नुभएको यो भिडियोमा तपाईँले इमेजमा छ भने भिडियोमा राख्नुपर्ने हुन्छ। तपाईँले यसको लागि तपाईँले रेसियो पनि सेट गर्नुपर्ने हुन्छ। 16:9 रेसियो तपाईँले पोडकास्टको निम्ति तपाईँले 16:9 रेसियोमा सेट गर्नुपर्ने हुन्छ। अनि एउटा बनाउने एउटा हुन्छ तपाईँको यस बराबर तपाईँले 8 सेकेन्डको भिडियो बनाउन सक्नुहुनेछ। अब म यस भिडियो बनाउने प्रोसेसतर्फ जान चाहन्छु। तपाईँले पहिलोपटक तपाईँले अघि आफ्नो पोडकास्टका निम्ति जुन फोटो जेनेरेट गर्नुभएको छ त्यस फोटोलाई कपी गरेर ल्याउनु पर्ने हुन्छ। म त्यस फोटोलाई कपी गर्छु अनि त्यसपछि मैले लगेर दिन्छु गुगल फ्लोमा यहाँ पेस्ट गर्छु। अनि पेस्ट गर्नु भइसकेपछि तपाईँले अब फेरि प्रोम्प्टको लागि तपाईँले प्रोम्प्ट पेस्ट गर्नुपर्ने हुन्छ। मैले अघि जेनेरेट गरेको प्रोम्प्ट दिन गइरहेको छु। तपाईँहरू पनि त्यसरी नै जेनेरेट गर्नुहोला। अब म त्यस प्रोम्प्टलाई म पेस्ट गर्न गइरहेको छु, कपी गर्न गइरहेको छु। त्यसपछि तपाईँले यति 8 सेकेन्डको प्रोम्प्टलाई कपी गर्नुहोस्। अनि त्यसपछि तपाईँले यस कपी गरेको प्रोम्प्टलाई तपाईँले गुगल फ्लोमा लगेर पेस्ट गर्नुहोस्। यसरी पेस्ट गर्नु भइसकेपछि तपाईँले यता यो साइटमा तपाईँले यहाँ इन्टर गर्नुपर्ने हुन्छ। इन्टर गरिसक्नु भइसकेपछि भिडियो जेनेरेट भइरहेको छ। मेरो भिडियो बनिसकेको छ। अब यस भिडियोलाई प्ले गर्न गइरहेको छु। यसमै क्लिक गर्नुहोला। अब म यस भिडियोलाई रेखाजी, हाम्रो नेपाली संस्कृतिको सबैभन्दा सुन्दर पक्ष तपाईँलाई के लाग्छ? यसरी तपाईँहरूले आफ्नो कुनै पनि पोडकास्टका निम्ति यसरी भिडियो बनाउन सक्नुहुन्छ। अब यस भिडियो डाउनलोडका निम्ति तपाईँले जानुपर्ने हुन्छ यता यस राइट साइडको यो डाउनलोडमा। यस भिडियो डाउनलोडको निम्ति तपाईँले यस साइटको यस डाउनलोडमा क्लिक गर्नुहोस्। अनि त्यसपछि यति गरिसक्नु भइसकेपछि तपाईँले अब यस डाउनलोड भएको भिडियो कहाँ गएर सेभ हुन्छ भन्ने यस जानकारी दिनु गइरहेको छु। तपाईँहरू यहाँ दिस पिसी
दिस पीसीमा गइसक्यो भने यता साइडमा देख्न सक्नुहुन्छ डाउनलोड तपाईँले अघि डाउनलोड गर्नुभएको भिडियो गर्नु भइसकेको भिडियो यहाँ सो भइसकेको छ। यसलाई म प्ले गर्छु। रेखाजी, हाम्रो नेपाली संस्कृतिको सबैभन्दा सुन्दर पक्ष तपाईँलाई के लाग्छ? यसरी नै तपाईँहरूले आफ्नो एआईबाट आफ्नो फोटो राखेर तपाईँले पोडकास्ट भिडियो जेनेरेट गर्न सक्नुहुन्छ। तपाईँहरूलाई आजको यस पोडकास्ट तपाईँको आफ्नै फोटो राखेर बनाउने भिडियो तपाईँहरूलाई राम्रो लाग्यो होला भन्ने आशा गर्दछु। आजको यस भिडियो यति नै गर्न चाहन्छु। जानुभन्दा अगाडि तपाईँहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु। तपाईँहरूले यस च्यानल पहिलोपटक हेर्दै हुनुहुन्छ भने यस च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला। तपाईँहरूले यस भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँहरूलाई यस्तै नयाँ टेक्नोलोजी सम्बन्धी तपाईँहरूलाई यस्तै भिडियो ल्याउने छु। यस च्यानललाई फलो गर्नुहोला। आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।